पाँच पोखरी यो ठाउँको एउटा किम्वदन्ती रहेको छ। हजारौं वर्ष अगाडि एउटा शिकारी शिकार गर्दै यो ठाउँमा पुगेको रहेछ। त्यहाँ उसले केही मानिसहरूलाई धान रोपिरहेको देख्यो अनि उसलाई अनौठो लागेछ कि यस्तो लेकमा पनि धान रोपिरहने को रहेछ भनेर। त्यसैले शिकारी चाहिँ नजिक गएछ बुझ्नु पर्यो भनेर। तर जब शिकारी नजिक जाँदै थियो अचानक त्यहाँ भएको सबैजना आफै बिल्लाएछ अनि शिकारीलाई आभास भएछ पक्कै यो त महादेव र उहाँको देवगण हुनुपर्छ भनेर। त्यसैले शिकारीले त्यहाँ महादेवको मन्दिर स्थापना गरिदिनु भयो। अहिले पनि यहाँ भनाइ छ कि जसले त्यहाँ गएर धानको बाली देख्छ र हाँसको जोडी देखेको हुन्छ त्यो मान्छे सबैभन्दा लकी हुन्छ भने। त्यसैले हामी पनि स्वयं महादेव उपस्थित भएको ठाउँ हेर्न पुग्यौँ। हेलो, वेलकम ब्याक टु माई च्यानल आर्यना स्मिताज। हामी चाहिँ थाहा भइहाल्यो होला कहाँ जाने भनेर। यो चाहिँ हाम्रो डे 1 घरबाट हिँड्न लागेको। अहिले चाहिँ बिहानको 11 बजेको छ। हामी 3 जना छौँ अहिले यहाँबाट हिँड्ने। त्यसपछि बाँकीको 2 जना साथीहरूलाई चाहिँ जोरपाटीमा गएर भेट्छौँ अनि त्यहाँ गएर बनाउँछौँ। हामीले साथीहरूलाई चाहिँ चुचेपाटीमा भेट्यौँ र टोटल 5 जना जति हामी चाहिँ चुचेपाटीमा दिउँसोको 12 बजेतिरदेखि स्टार्ट गऱ्यौँ। हामी चाहिँ बाइकबाट जान लागेको हो। जोरपाटीमा चाहिँ बसदेखि चाहिँ 6 बजे 8 बजे 12 बजेको बस लाग्छ। हामी चाहिँ बाइकबाट जान लागेको। आज हामी देउराली जान्छौँ। बसबाट गयो भने चाहिँ छिम्टी हो लास्ट स्टप। म चाहिँ यो ट्रिपको लागि एकदम एक्साइटेड थिएँ किनभने मेरो स्कुल फ्रेन्ड चाहिँ हामीसँग घुम्न जान भनेर इन्डियादेखि आएको थियो। नाङ्ले बजार आयो। बोर भयो एक्लै भएर? छैन, एक्लै भयो नि बोर हुँदैन अरे। कोही छ भने उसको पछाडि बस्नको लागि यहाँ भ्याकेन्सी छ ल। यो कस्तो राम्रो यो मुभीहरू त्यो कुनै म्युजिक भिडियोहरू हुन्छ नि त्यस्तोमा यस्तो जङ्गलमा यस्तैमा हिँड्छ नि हिरोइनहरू डेटिङ जाने ठाउँ क्या कस्तो। अनि यसको त्यो फु गऱ्यो भने फुर्र उड्ने खालको होइन त यो। मलाई यो ट्रिप जाँदाखेरिमा मन परेको अर्को कुरा भनेको चाहिँ बाटो हो। यो चाहिँ पुरै पिच थियो अनि त्यो सिनेरीहरू पनि कस्तो राम्रो थियो के। त्यसैले एउटा डाँडामा चाहिँ हामीले छोटो ब्रेक लियौँ जहाँ चाहिँ हामीले फोटोहरू खिच्यौँ, भिडियोहरू बनायौँ, हाम्रो ट्रान्जिसन भिडियोहरू पनि गरायौँ, एकछिन रमाइलो गऱ्यौँ। बाटोभरि एकदम रमाइलो गर्दै गयौँ अनि त्यसपछि हामी मेलम्ची पुग्यौँ। मेलम्ची पुगेर खाजा खायौँ। मेलम्चीमा एकछिन खाजा खान बसेको। टन्न भयो? भोकै लाग्थेन के ठन्डा भयो। यो चाहिँ मेलम्चीको हाइवेबाट अनि हामी राइट लिएर अनि यताबाट नगएर यताबाट जाने। मेलम्ची भनेपछि चाहिँ सबैलाई त्यो अलि वर्ष पहिला घटेको त्यो दुःखद घटना त सबैलाई यादै होला। तर अहिले चाहिँ सबै ठिकै छ त्यो एरियामा। मेलम्ची कटेपछिको बाटो चाहिँ पिच रोड छैन। पिच रोड नभए पनि त्यो एकदम खतरनाक अफ रोड चाहिँ छैन, ठिकै छ बाटो चाहिँ। पानी परेर एकदम जाडो भएकोले हामीले एकछिन छिम्टी नजिक बसेर चिया समोसा खायौँ तातो तातो। छिम्टी आयौँ। छिम्टी पछिको यो चाहिँ ड्रागन झरना हो। अहिले चाहिँ अलिक पानी थोरै आएछ तर यो चाहिँ आर्टिफिसियल हो। आर्टिफिसियल भए पनि तर एकदम राम्रो गराएछ। हामी चाहिँ देउरालीमा पुगेर एउटा होटलमा बस्यौँ अनि त्यहाँ चाहिँ पालो सिस्टम हुँदो रहेछ। त्यही होटलमा बस्नुपर्ने, त्यो आफूले चुज गर्न नपाउने रहेछ।
ठिकै हो यो भनेको नि सबैजना एकैचोटि अगाडि बढ्ने सिस्टम। खाना चाहिँ हाम्रो ठिकै थियो, मिठै थियो भनौँ न। अनि खानाहरू खाइसकेपछि चाहिँ एकछिन राति चाहिँ वाकमा गयौँ, एकछिन रमाइलो गऱ्यौँ, किनभने आज त भर्खर डे 1 हो नि त, थाकेको थिएन। यहाँ कति राम्रो गरिरहेछ। यहाँ चाहिँ हाम्रो अहिले चाहिँ हामी यहाँ देउरालीमा छौँ। छिम्टी भोटाङ एउटै रहेछ, 1.4 किलोमिटर। हामीलाई जम्मा 10-15 मिनट लाग्यो। अब पाँच पोखरी 12.4 किलोमिटर हो र। यो चाहिँ आज हाम्रो डे 2। हामी चाहिँ हिजो छिम्टीमा बस्ने भनेको थियो नि त, तर छिम्टीभन्दा माथि देउरालीसम्म नै बाइक मजाले आउने रहेछ क्या। अनि त्यही भएर देउरालीमा आएर बस्यौँ। ठिकै थियो, त्यहाँ चाहिँ 500 रुपिस थियो खानाको पर पर्सन, खाना प्लस बस्ने गरेर चाहिँ 500। यहाँसम्मको ठिकै छ होइन। अनि अहिले चाहिँ 7 बजे हामी चिया बिस्किट खाएर हिँड्यौँ। जाडो यहाँदेखि चाहिँ जाडो स्टार्ट भयो, एकदम चिसो न चिसो भइरहेछ। यहाँबाट चाहिँ रातभरि मलाई त जाडो भएर निन्द्रा नि लागेन, त्यही भएर मजाले लुगाहरू लगाएर सुत्नुपर्छ। ल छिटो हिँड क्या। हाम्रो साथी फेरि यस्तो डेन्जर छ, अहिले क्लास लिनुपर्छ माथि 5 पोखरी पुगेर, त्यही भएर ल्यापटप स्यापटप सब बोकेर आछ। अहिले क्लास चाहिँ अनलाइनमै हो, त्यो केही फरक पर्दैन। भाइ बहिनीहरू कति खुसी हुन्छ त्यसले अनलाइन हेर्दै पढ्दै ग्राउन्डमा। बाबु नानी हो तिमीहरू पनि अब राम्रोसँग पढेर पास गर, सकेपछि घुम्न ल्याउँला। अहिले अघिदेखि यहीँ नै छौँ होइन। तर यो कस्तो वातावरण भन्छ नि, यस्तो स्वच्छ टाइपको एकदम चिसो खालको होइन। त्यो पसिना नै आउन दिएको छैन क्या, यत्रो हिँडिरहेको छौँ होइन। शीतलवाला भइरहेको छ क्या, एकदम आनन्द आउने खालको। हेर न, आइफोन हेरे बिहे कि को केटी छ अरे, अब आज फुल लाग्दैन, केटीले थाले भयो। ओ माई गॉड भन। भोलि हेर्न जाने हो। एउटा केटी छ, डिग्री पास गरे। ए त्यो हाम्रो सिरियस छ। बोल्नु भन्दै थियो एउटा हजुरबाले। अब आज कुनै लाग्दैन। के त भाइ हाम्रो यो 5 पोखरीको ट्रेकिङ चाहिँ एकदम रमाइलो भएको थियो। एक त यो बाटो, यो सिनेरीहरू त्यसै राम्रो थियो। अनि हाम्रो यो दुईटा साथीहरूको रमाइलो गफहरूले चाहिँ हामीलाई इन्टरटेनमेन्ट गराइरहेको। गाडी त जान्छ तर एक पाङ्ग्रे अस्ति त्यो त प्लेन हो। हजुर त कति धेरै चौचौको जानु भएको छ। यो दाजुलाई चाहिँ हामी नस्यामपाटीबाट दाइ फर्किँदै हामी चाहिँ जाँदै गर्दा भेट हुन्छ। त्यो माथि देखेको चाहिँ टुप्पी डाँडा। हामी तल आइपुग्यौँ टुप्पी डाँडाको फेदमा। अनि लक्ष्मण बाबु लामिछाने हुनुहुन्छ। हामी चाहिँ टुप्पी डाँडा जाँदैछौँ होइन। अब 10-15 मिनटमा पुगिन्छ होला के टुप्पी डाँडा। ल ठिक छ, उहाँले भन्नुभयो मैले माने। यहाँ हाम्रा साथीहरू बेहतरिनवाला सुपारी खाँदै हिँडिरहेछन्। बेहतरिन देउरालीबाट टुप्पी डाँडा आउन मलाई 3 घन्टा लाग्यो। बनाइदिनु त्यसमा छैन। हामीले चाहिँ टुप्पी डाँडामा अर्को ग्रुपको दाइहरूलाई भेट भएपछि त्यहीँ एकछिन रमाइलो गर्नतिर लाग्यौँ।
जति मैले नालाको हैन तकदिरमै रहेनछ 11 भयो 11:30 मा चाहिँ हामी नि अनि उहाँ दाइहरु चाहिँ हामीलाई यही भेट भएको अनि अब सँगै जान लागेको उहाँहरुको चाहिँ नेपालको झण्डाले गर्दा उ भइराछ अनि यहाँ चाहिँ कति मजाले लाली गुराँसहरु पनि फलिरहेको छ आनन्दको टाङ्गु खर्का 28 मा 2878 मा यहाँ चाहिँ एउटा चाहिँ यस्तो राम्रो रेड बाटोमा थियो अनि त्यही उसले मलाई दियो यो ट्रेलको चाहिँ एउटा च्यालेन्जेसहरुमा पर्ने भनेको चाहिँ मोबाइल चार्ज गर्नै पाउँदैन त्यही भएर पावर ब्याङ्कहरु लिएर जानुपर्छ यो पुलसम्मको चाहिँ ट्रेकिङ भनेको चाहिँ अलि इजी नै थियो अब यो पुल कटेपछि चाहिँ पुरै ठाडै उकालो छ अनि हिँड्न पनि एकदमै गाह्रो हुन्छ यो पछाडी चाहिँ सिनहरु पनि देखिदै जान्छ प्लस पानी परेर होला एकदम जाडोले हामीलाई चाहिँ गाह्रो नै बनाइरहेको थियो प्लस यो बाटो पनि ठाडो उकालो थियो नि त त्यही भएर रातो माटोमा चाहिँ हामीले चिया अनि खाजाहरु खायौं रातो माटो पछिको नेक्स्ट स्टप भनेको चाहिँ चोकर डाँडा हो यो चाहिँ 1-2 आवरमै पुगिन्छ तिमीहरु ठ्याक्कै 15 मिनेटको फेरमा चाहिँ चिया खानु बसे खैर केही छैन साथीहरुले भनेपछि मैले नाइ भन्न जानिन उता लक्ष्मण गुरु हुनुहुन्छ खैर छ बाहिर चाहिँ अनि मेन कुरा भने बाहिर स्नोफल भइराछ स्नोफल बवाल भइराछ बवाल स्नोफल लाइफको फर्स्ट लाइफ स्नोफल त्यस्तो रमाइलो आइरहेछ आनन्द एकदम कहिले पुगेर जस्तो चाहिँ भएको छ तर रमाइलो पनि भएछ ढाँट्या त होइन नि उहाँले ढाँटिरहनु भएको छ अहिले त रमाइलो भएको छैन ब्यारे भन्नुभएको थियो कति बेला सुजनको गफ पट्याउने मान्छेको सबै पागल हुन्छ होटल पाउँछौ 100% कहाँ पुगिन्छ रे आधी घण्टामा कहाँ पुगिन्छ धन्यवाद नोसम ए कुरो बुझ्यो ल हुन्छ दाइ बिस्तारै है डिस्टर्ब उहाँले आधी घण्टा भनेको ठाउँमा हामीलाई 2 घण्टा लाग्छ नभन्दै हामीलाई मोर देन 2 आवर्स लाग्यो त्यहाँबाट आमामा म कस्तो देखिएको भैँसी बान्नी खै भैँसी ल्याएको भैँसीको बाजु आमामा हिउँ परेर यहाँ प्लास्टिकको बिजोक भएको छ त सबै ठिक छ भन्नुस् हिउँ पर्यो फुरुरु ल तपाईँ भन्नु म पनि भन्ने हामी 4 जनाले रेनकोट ओढिरहेको छौँ उसको चाहिँ रेनकोट चोर्दै बाटोमा अनि यो त्यो पसलको दाइले भैँसी मासु ल्याएको सबै हेलो गाइज हामी चाहिँ हिजो डे 2 मा चाहिँ नरसिंहपाटीमा राति 8 बजे आयौँ बल्ल तल्ल अनि अहिले चाहिँ हामी अब नरसिंहपाटी यो चाहिँ डे 3 हो नरसिंहपाटी भएर अब हामी पाँचपोखरीतिर हिँड्न लागेको ब्रेकफास्टहरू खाइसक्यौँ अनि अब चाहिँ अब हामी हिँड्न लागेको एकदमै जाडो छ किनभने यहाँ पुरै भरिएको छ बाथरुममा पनि पुरा बाथरुम गर्न पनि गाह्रो भयो एकदमै किनभने सबै पानी आइस भइसक्यो त्यो कसरी हात धुने पुरा मेरो हात त पुरा झमझम गरेर उनी गर्न गाह्रो भइसकेको थियो हैन धेरै झमझम भएर मैले त्यो यो फिलै भएको थिएन राति सुत्ने बेला नि यो हुन्छ नि टिक 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 हानेको जस्तो भएको थियो ल अब हामी लाग्यौँ कति बज्यो 7:30 अब चाहिँ 7:30 बजे हामी यहाँ नरसिंहपाटीबाट हिँड्न लागेको Are you ready, guys? Yes. Sunta? Oh. Yes. यहाँ नरसिंहपाटीमा चाहिँ यहाँ हेलिप्याड रहेछ केही प्रब्लम आयो भने चाहिँ टक्क लागेर इन्स्ट्यान्ट काम गर्नको लागि
स्नोफल चाहिँ चोकर डाँडादेखि नै भएको थियो नि त, त्यही भएर पुरै डाँडाहरू चाहिँ स्नोले भरिएको थियो। लौरी भेनाको उकालो भ्यूहरू हेर्दै रमाउँदै हामी चाहिँ बिस्तारै फाइनली पाँचपोखरी पुग्यौँ। लेखेको 4 अनि 5 स्वयं महादेव उपस्थित भएको ठाउँमा जान पाउँदा मन एकदम आनन्दित थियो। अनि महादेवको पोजिटिभ एनर्जीले गर्दा होला त्यो एरियामा जताततै एकदम पोजिटिभ भाइब आउँछ। जतिसुकै च्यालेन्जेसहरू फेस गर्नु पर्यो नि त्यो सबै बिर्सेर एकदम फ्रेस हुन्छ। मलाई जानु अगाडि एकदम गाह्रो भइरहेको थियो, तर त्यहाँ पुगेपछि मलाई केही पनि याद थिएन र म त्यो दृश्यमा रमाइरहेको थिएँ। हामी आयौँ पाँचपोखरी। कति गाह्रो भयो मलाई चाहिँ आउनलाई, त्यो राम्रोसँग डाइट नपुगेर होला, त्यही भएर आउँदाखेरिमा मजाले डाइट खानुपर्छ। अनि आयो पाँचपोखरी। 1 2 3 4 5 यो लाइफ टाइम एक्सपिरियन्स 1 बकेट लिस्ट कम्प्लिटेड। अनि अर्को चाहिँ यो स्नोफल पनि एक्सपिरियन्स भयो मजाले। यो आजको चाहिँ हाम्रो के हो, डे 3 हो। नोर्सियाम पार्टीबाट यहाँ आउन हामीलाई कति घन्टा लाग्यो होला, 4 घन्टा है, 4 घन्टा लाग्यो। अरूलाई भए 2-3 घन्टा, हामीलाई चाहिँ 4 घन्टा। कस्तो लाग्यो तिमीलाई? सो मच फन। सबैजना आउनु होला, यति रमाइलो ठाउँ छ पुरा। आफ्नो देशमा यस्तो राम्रो ठाउँ हामीले सबले एक्सप्लोर गर्नुपर्छ। प्लिज डु कम एन्ड भिजिट। त्यो ठाउँमा पुगेर चाहिँ म चाहिँ एकदम बच्चा जस्तै भएको थिएँ। सधैँ यहीँ बसिरहँ, खेलिरहँ, रमाइरहँ जस्तो भइरहेको थियो यो दृश्य हेर्दै। वेलकम टु माई स्नोल्यान्ड एल्सा एन्ड एना। फ्रोजन 3 हो क्या हामी चाहिँ? फ्रोजन 3 लिटरली फ्रिज नै हुन लागेको छ फ्रोजन 3। भन्दा नजिक कुनको नजिक जाने भएर सबै जुत्ता पानीमा डुबायो, त्यो फ्रोजन भएर फुटेर। हेलो 2 बज्यो अनि हामी चाहिँ अब चाहिँ पाँचपोखरीबाट फर्किन्ला। अब हाम्रो हिँडाइ त त्यही स्नेल कछुवा पनि होइन, स्नेलको पारामा छ। आज कहाँसम्म पुग्छ थाहा छैन। प्लान मेन चाहिँ मैले चाहिँ चोकर डाँडासँग चाहिँ भ्याउँछौँ कि भन्ने आश छ, हेरौँ। ल गाइस, उता बाटो छ यहाँ, यस्तो छ। कसरी हिँड्ने? यो त लड्छ, पुरै चिप्लिन्छ। बाटै पुरियो, स्नोफेल फल भइरहेछ। लौरी बिनाको उकालो यस्तो ठाडो छ, सिधै स्टेवे टु हेभन भन्दै नि हुन्छ। कतिजनाहरूलाई चाहिँ होइन चढ्दा भन्दा ओर्लिँदाखेरिमा चाहिँ गाह्रो हुन्छ कि, त्यस्तै हामीलाई भएको थियो। एकदम नि पेन भएको थियो, त्यही भएर त्यो ब्यान्डेजहरू निक्यापहरू लैजान नबिर्सिनु होला, अनि मुभहरू पनि। अनि हामी चाहिँ बिस्तारी त्यो दिन चोकर डाँडामा गएर बस्यौँ, एकछिन नोर्सियाम पार्टीको सनसेट हेरेर। गुड मर्निङ, यो चाहिँ डे 4। हामी चाहिँ हिजो चोकर डाँडामा आएर बस्यौँ, राति भइसकेको थियो। अनि अहिलेसम्म यो 3 दिनको स्टेमा चाहिँ चोकर डाँडाको चाहिँ अलिकति
फेसिलिटी भनौँ न अरू ठाउँभन्दा अलिकति सफा अनि त्यसपछि सफा पनि अनि फेसिलिटी पनि राम्रो भएको ठाउँ छ। यो जोकर डाँडामा चाहिँ यही एउटा मात्र होटल छ होइन, अन्त थुप्रै मान्छेलाई पुग्ने खालको छ। पाँच पोखरी चाहिँ जानै पर्ने ठाउँ रहेछ। ट्रेकिङ लभरहरूको लागि भयो, अर्को भनेको भक्तजनहरूको लागि पनि, किनभने त्यहाँ गएर विस माग्यो भने एउटा विस चाहिँ साँच्चीकै पुरा हुन्छ भन्ने भनाइ छ। एन्ड द भ्यू इट्स लाइक अ हेभन। राम्रो साथ भयो भने चाहिँ यात्रामा निकै सहज हुन्छ।